Listen me. चेक करना हल्का आम्ही सांगतो छाने listen me. We have two type of the thermometers. है ना? That is mercury thermometer and alcohol thermometer. And both are laboratory thermometer. दुबी laboratory thermometer. तर एउटामा चाहिँ अल्कोहल राखेको छ हैन and which is colored already किनभने हामीलाई थाहा छ कि यो अल्कोहल चाहिँ ट्रान्सपेरेन्ट हुन्छ त्यसै कारण यसलाई रेड कलरले यहाँ एप्लिक गरेको छ यानी कि कलर्ड गरेको छ ताकि हेर्न सजिलो परियोस् ओके तर यहाँ मर्करी थर्मोमिटर जो छ यसमा कुनै किसिमको कलर छैन किनभने इट अलरेडी यो पनि अल्कोहल हो त्यसकै त लागिरहेको छ ओके लिसन जो छ नि हामी एउटा जो छ नि अल्कोहल थर्मोमिटरले हामी के गर्छौं फ्रीजिङ पोइन्ट ताप्छौं के को यानी कि आइस को यहाँ हामीसँग आइस छ धेरै यो आइस र यो आइसलाई चाहिँ नि हामी के गर्छौं यसमा राख्छौं र त्यसपछि यसको फ्रीजिङ पोइन्ट हामी लाउँछौं हेरिराछ यसलाई हामी कलर गर्छौं नन यसले हेरिदिन्छ अब हेर लगभग धीरे धीरे यसको टेम्परेचर ओके सुन्ने यहाँ जो चाहिँ पहिला 30 मा थियो अहिले हेर 10 मा आयो अब धीरे धीरे खसिरहेको छ कहाँ छ रेड धर्छ हेरेन रेड यो छैन यो धर्छ यो कति मा छ हेर यहाँ जो छ लगभग 10 मा आइहाल्यो पहिला 30 मा थियो अब फेरि 10 मा आयो धीरे धीरे खसेर लगभग 0 को बराबर आयो ला